सबैले नमस्ते। कागेश्वरी मनोहरा नगरपालिका यो हामी यो वडा नम्बर 6 मा छौँ। र यहाँ म गइरहेको बाटो चाहिँ मूलपानी पिपल बोर्डदेखि मूलपानी क्रिकेट ग्राउन्ड जाने बाटो हो। र मूलपानी पिपल बोर्डदेखि तपाईँ पेप्सीवालाबाट आउँदै हुनुहुन्छ भने मूलपानी पिपल बोर्डमा पुग्ने बित्तिकै तपाईँ लेफ्ट लिनुभयो भने त्यो बाटो कहीँ नछुटाइ सिधै जानुहुन्छ भने लगभग 5 मिनट पनि लाग्दैन मूलपानी क्रिकेट ग्राउन्ड पुग्नलाई, जुन मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड जहाँ त्यहाँ अहिलेसम्म धेरैवटा खेल हुनेछन्। सायद मलाई लाग्छ अब आउने NPL 2 को गराउँछन् कि गराउँदैनन्। अब उता क्रिकेट ग्राउन्ड बनिसकेको छ। अब त्यही अब यहाँ घुम्छ कि हुँदैन। यहाँ अहिले धेरैवटा खेलहरू बनिरहेका हुन्छन्। र यो बाटोमा अहिले हामी पुगिरहेका छौँ। यो हो बाबा चोक। यो बाबा चोकदेखि सिधै यहाँदेखि तपाईँ लेफ्ट लिनुहुन्छ भने क्रिकेट ग्राउन्डमा जान्छ भने अहिले हामी गइरहेको राइटमा यो चाहिँ मूलपानी चौर जाने बाटो हो। र मूलपानीको सडकको अवस्थाको अब खाल्टाखुल्टी भएको, यो बर्सातपछि खाल्टाखुल्टी पुर्दिने भने चाहिँ राम्रो छ। यहाँतिरको पिच चाहिँ राम्रै छ यो। र अब अगाडिको लागि हामी यो भिडियो लास्टसम्म हेर्नु होला। र मेरो यो सुदूरपश्चिम राइडर बोयलाई सब्सक्राइब पनि गर्नु होला। र लास्टमा तपाईँले म हाम्रो सोरुमको भिजिट पनि गराउनेछु, जहाँ तपाईँ यदि होम डेकोर फर्निचरको सम्पूर्ण आइटमहरू एकै ठाउँमा तपाईँले घरमा चाहिने सबै आइटमहरू एकै ठाउँमा उपलब्ध गराउँछौँ। यो अहिले हामी छ मिलन चोक। यहाँदेखि सिधै जानुहुन्छ, माथि जानुहुन्छ भने त्यहाँबाट तपाईँले लेफ्ट लिएर जानुभयो भने जोरपाटी हुँदै जान्छ भने यहाँबाट हामी गइरहेको यो चाहिँ मूलपानी चौर जाने बाटो हो। यहाँदेखि 2-3 मिनटमै मूलपानी चौर पुग्न सकिन्छ भने यो यहाँतिरको अहिले फ्रेस तिहार पछिको अवस्था हो, जुन प्रायः जसो सुनसानै छ। र घरको हरेक आइटमहरू हामी आफ्नै फर्निचरमा तपाईँले डिमान्ड अनुसार तयार गरेर हामी तपाईँहरूलाई उपलब्ध गराउँछौँ। यहाँबाट तपाईँ राइट लिनुहुन्छ भने यो चेस्ट नाक पार्क हो। अहिले एकदम हरियाली भएको छ यो पार्क। र यहाँतिरको सडक चाहिँ एकदम फ्रेस छ, जुन बन्न चाहिँ धेरै भइसक्यो। अब त्यति धेरै गाडीको चाप नभएर नि होला त्यति खाल्टाखुल्टी पनि भएको छैन। यहाँतिरको यो ढलको व्यवस्था पनि राम्रै गरिदिएको छ। र अगाडिबाट तपाईँ सिधै जानुहुन्छ भने यहाँबाट अगाडि लेफ्ट लिनुभयो भने मूलपानी चौर, र राइट लिनुहुन्छ भने मूलपानी पिपल बोर्ड जाने बाटो। यो बाटोमा चाहिँ अस्ति नै यो हाम्रो अहिले पुगेको यो नयाँ परेड पोस्ट, जुन हाम्रो मूलपानी चौरमा रहेको परेड पोस्ट अस्ति जेन्जु आन्दोलनमा सबै जलाइएको थियो भने यहाँ अहिले प्रहरी यहाँ सरेको छ। र ट्राफिकको व्यवस्था चाहिँ एकदम छ, कुनै ठाउँमा पनि भेटिँदैन ट्राफिक प्रहरी। हुन त अब जेन्जी आन्दोलन त पहिला पनि कहीँ फ्याट्टुपुट्टो भेटिन्थ्यो, तर अहिले चाहिँ कुनै पनि ठाउँमा ट्राफिक भेटिँदैन। र यहाँबाट तपाईँ सिधै अगाडि जानुभयो भने मूलपानी बाटो कहीँ नछुटाइ जानुभयो भने मूलपानी पिपल बोर्ड पुगिन्छ। र अगाडिबाट तपाईँ 4-5 मिनटबाट राइट लिनुभयो भने हाम्रो कमेडी दरबारको एउटा सुट यहाँ पनि हुन्छ। र अहिले हामी पुगेका छौँ, यो हो मूलपानी पिपल बोर्ड जाने बाटो, सिर्जना टोल 5 नम्बर गेटको अगाडि रहेको यो हाम्रो सोरुम ST सप्लायर्स एन्ड डेकोर। र यो सोरुममा तपाईँले मैले अघि पनि बताइसकेँ, ST सप्लायर्स एन्ड डेकोरमा होम डेकोरका सबै सामान पाइन्छन्, जहाँ कार्पेट पर्दादेखि लिएर तपाईँ फर्निचरको बेड सम्पूर्ण कुराहरू पाइन्छन्। र यो काउन्टरमा बसेर एकदम ब्युटिफुल मान्छे जुन अहिले काउन्टरमा बसिरहेको छ भने पलतिर पनि एकदम ह्यान्डसम बोय जसले अहिले यो सोरुम चलाइरहेका छन्, जुन हाम्रै फ्यामिली मेम्बरहरू हुन्। र यहाँ तपाईँको होम डेकोरको सबै आइटमहरू कार्पेट पर्दा फर्निचर वालपेपर वाल पार्केटिङ दराज खाटदेखि लिएर सम्पूर्ण आइटम पाइन्छन्। यसका लागि हाम्रो वाट्सएप नम्बर छ 98 65 91 18 50 र 98 65 67 04 72। तपाईँको जुनसुकै नम्बरमा कल गर्दा पनि हुन्छ। र ST सप्लायर्स एन्ड डेकोरको फेसबुक पेज, टिकटक र यो युट्युब च्यानलमा पनि तपाईँले मेसेज गर्दाखेरि पनि हुन्छ। र तपाईँकै डिमान्ड अनुसार हामी हरेक सामान तपाईँहरूलाई तयार गर्छौँ।